हेलो गाइस वेलकम टु माई च्यानल। म आज चाहिँ तपाईहरुलाई मेरो एउटा बाहनाको यात्राको कथा सुनाउँछु है त। बिरामीको कारणले र व्यस्तताको कारणले गर्दा चाहिँ मैले यो 4 दिन ढिलो गरेर मेरो च्यानलमा पोस्ट गर्दैछु। मेरो बहिनीको जन्मदिनको दिन हामीले कसरी बितायौं भन्ने एउटा कथा छ। सायद साँच्चै मलाई जीवन बाहना जस्तै लाग्छ। हामीले बाहना गरेर नै जिउने हो अनि त्यही पलहरुको सिलसिलाले नै जीवनमा मिठास थपिदिन्छ जस्तो लाग्छ। अब हेरौं रियाक्सन। यो चाहिँ चाहिएन रियाक्सन हेर्नुपर्छ गाइज। म यत्रो भारी बोकी अनि भ्लग गर्दैछु। म कति राम्रो रहेछु दया हेर्नु है गाइज। मैले आफ्नो तारिफ गरेर म दयालु हो आर्जुहरू भन्नु है कमेन्ट्समा। Happy birthday to you. Thank you. Happy Thank you bro. Don't need to go gift set तपाईको। 14 केजी मात्रै अनि उसको लागि। सक्यो? के भयो त? हामी माइलीलाई मेरो नि अर्को छ। हेलो बसमा कुरा हुँदै थियो। थ्याङ्क यू। भाइले चाहिँ बर्थडे गर्ललाई यसरी सर्भिस दिइरहेछ। स्वरूप ह्यापी बर्थडे भनेको खोइ मामुलाई। थ्याङ्क यू। नदेखाउन अनुहार। मेरो छोरीलाई बिन्दास छ क्या। नगर्नु भन्दैछु। बुढा मावाला हो नि त उसको। कस्तो यो चाहिँ उसको साथीहरूलाई डेडिकेट गरेको। तिमीहरूको काइन्ड गर्लको हालत हेर त। तिमीहरू म्याथ पढिरहेछौ अनि यहाँ तिमीहरूको साथी चाहिँ। मेरो बर्थडे गर्ल चाहिँ यहाँ रेडी भइरहेछ अनि हामी चाहिँ अब जाँदैछौँ नयाँ ठाउँमा। तपाईँहरूलाई देखाउँछौँ वहीँ पुगेर। यो चाहिँ सरप्राइज हो, सस्पेन्स। म चाहिँ अहिले मामा घरको कौसीबाट भिडियो बनाइराखेको छु अनि म चाहिँ एकदमै धेरै खुसी छु किनभने आज बहिनीको बर्थडेमा जोइन हुन आएको छु। मेरो छोरी पनि कुदेकै छ। उहाँ भित्र जाऊ। मेरो मामा घरमा चाहिँ प्लान्ट लभर हुनुहुन्छ सबैजना चाहिँ। वाउ बेबी पिङ्क कस्तो धेरै क्युट हो। माई गड सो ब्युटिफुल। अनि जेसी चाहिँ हाम्रो यहाँको सौन्दर्य हो। फेरि के हो जेसी? नाच, स्ट्यान्ड अप। खोइ उठ, नाच जेसी। खोइ नाचेको नाच। यो जेसी चाहिँ एकदमै धेरै प्याउले छ है। यो जेसी प्याउले जेसी हो। जेसी तिमी बस ल, हामी जान्छौँ अनि भरे आउँछौँ ल। ओके भाग्यो। अन्त लेट मी इन्ट्रोड्युस माई माइजू। अनि माइजू चाहिँ रेडी हुनुहुँदैछ। एकदम बर्थडे गर्लको मम्मी हो त्यही भएर राम्रै हुनु पऱ्यो नि। जेडी र मनिषा कलेक्सनको सिइओको बर्थडे हो। अभियसली बबाल बर्थडे गर्ल यहाँनिर हेर्नु होला रेडी हुँदैछ। आफ्नै कम्पनीको प्रोडक्सन यसरी प्रमोट गर्नुपर्छ। अरूको त के लाउनु हो, आफ्नै लाउने हो नि यसरी। मेरो छोरा पनि ज्वरो आएको के छ बुढा मावलामा। बुढा मावला मन पराउने चाहिँ मेरो छोरा हो एक नम्बरमा। आएर त सोनाम र रोजा भेट भएपछि स्वरूप जयमाटो सेवारो भन्ने त बाजेले। के भन्छ सेवारो अब छ त के हो यस्तो यो। एन्ड फाइनली हामी चाहिँ हिँडिसक्यौँ अब घरबाट। तर हामी चाहिँ खालिहाल्छौँ न। तपाईँ कति वर्ष हो? अनि हामी चाहिँ फाइनली जाँदैछौँ इटली। चाहिँ बुढी खोला हो। भेडा लग्छ नि जङ्गलमा चढाउन अनि
मामा माइजू चाहिँ यहाँ पर्खिरहनु भएको रहेछ ल हामी हिँडेको आउनु हेर हाँसेको हाम्रो बाजे देखेर बाप्रे सोधौँ न हामी चाहिँ यहाँ सपिङ गर्दैछौँ होलसेल पसल चाहिँ इटरीको यहाँ 290 यो पनि हो गाह्रो छ आश्रम जाँदैछौँ फाइनली हामी चाहिँ यहाँ आइपुग्न बित्तिकै यस्तो धेरै पानी परेको छ असिना पनि छ माइ गड असिना यो चाहिँ इटरीको निसाया बालबालिका सेवा आश्रम भनेर राख्नु भएको रहेछ है नमस्कार आज जन्मदिन हो मेरो बहिनीको नमस्ते बाबा नमस्ते हेलो नमस्कार तिमी पनि बस्नु न त ऊ स्वरूप के हो भाइको नाम तिम्रो ए खै भिडियो बनाउनु आम सबैजनाले आफ्नो नाम भन्नु त हजुरको नाम के हो अनि हजुरको मेरो नाम प्रेम गौतम तिम्रो रागानी गौतम हो अनि तिम्रो रोहन गौतम पसन गौतम अनि तिम्रो विशाल गौतम अनि नानीको रोहन गौतम अनि मामा माइजू पनि आइसक्नु भयो केक लिएर अब चाहिँ हामी ठ्याक्क आज चाहिँ एकदम धेरै पङ्क्चुअल भएको छौँ हामी 5:30 को टाइम थियो 5:30 मै आइसक्यौँ निसाय बालबालिका सेवा आश्रम पुगेपछि चाहिँ मेरो मनका गुनासाका पोकाहरू चाहिँ एकदमै धेरै हलुङ्गा भएर आए यो छैन त्यो छैन भनेर हामी कति धेरै संसारिक कुरामा दुखी भइरहेको हुन्छौँ तर यहाँको बच्चाहरूको त्यो उत्साह जोश उमङ्ग उनीहरूको खुसी उनीहरूको त्यो स्फूर्ति र मुस्कानले चाहिँ हामीमा पनि एउटा ऊर्जा थपिरहेको थियो अनि त्यहाँ बनेको मिठो चिया खाँदाखेरि झन् धेरै मलाई एकदम न्यानोपन महसुस भइरहेको थियो हामी सुन्दर विश्व निर्माण गर्न सबैको सपना हुन्छ तर त्यसको लागि के चाहिन्छ भन्ने कुरा चाहिँ यसपालि मलाई महसुस भयो करुणा भन्दा सुन्दर औजार अरु केही होइन रहेछ
पनि अलि रिसा हुन्छ तर धेरै लक्षणको छ भाग्य मान्छे अरू को हुन्छ यो चाहिँ मेरो नाति यो ठुलो नाति नातिनी सानो नाति म बोजु हाम्रो धेरै धार्मिक हुन्छन् धर्म धेरै राम्रो हुन्छ धार्मिक हुन्छन् लाकै लुगा पनि दिन्छ धार्मिक चाहिँ अनि राम्रो छ तिमीलाई चाहिँ नि आइतबार पानी चलाइदिनु उसकै हातमा कि उसको हातले 15 वर्ष 16 वर्षको हुँदै आफूले चलाइदिनु हामी चाहिँ यहाँ थोरै भए पनि सहयोग गरौँ भनेर गएका थियौँ तर हामीले त्यहाँ गरेको सहयोगभन्दा कयौँ धेरै गुना आनन्द र शान्ति पायौँ। उहाँहरूसँगको जुन समय छ उहाँहरूले दिनुभएको अपार प्रेम चाहिँ हाम्रो लागि बहुत किमती चिज रह्यो। अनि यहाँबाट चाहिँ के थाहा भयो भने हामीले कमाउँछौँ दुःख गरेर तर आफ्नो मात्रै पल्टो भरिँदाखेरि चाहिँ यस्ता अनमोल पलहरू आनन्दहरू चाहिँ नपाइने रहेछ। त्यही भएर भनेको होला सायद बुढापाकाले दुःख बाँडे आधा हुन्छ खुसी बाँडे दोब्बर भनेर। यदि तपाईहरू पनि कुनै बेला यस्ता बहाना पाउनुभयो भने चाहिँ करुणा लिन करुणा दिन जानु होला यस्ता ठाउँहरूमा अनि मात्रै सुन्दर विश्व निर्माण गर्न सजिलो हुनेछ। उहाँहरूले चाहिँ यसरी माया गरेर मेरो बहिनीलाई आजको साथको लागि धन्यवाद। हाई फाई। गुड गुड बाई। अनि यत्रो सामान पनि ल्याउनु भएछ साह्रै धन्यवाद राम्रो होस्। तपाईँले राम्रो काम गर्नुभएको छ है। यो जस्तो राम्रो काम भनेको असल काम भनेको जिन्दगीमा मान्छेको के पनि हुँदैन है। मान्छेले काम गर्छ दुनियाँ काम गर्छ तर यो जुन काम तपाईँले गर्नुभएको छ नि यत्रोजना नानीहरूको भविष्यको बारेमा तपाईँले सोच्नुभएको छ। मान्छेले एउटा दुईवटा छोराछोरी होला है तर तपाईँले यत्रो छोराछोरीलाई तपाईँले भविष्य दिइरहेको भएको छ कि थुप्रै हजारौँ बच्चाहरू निक्ल्यो अहिले धेरै चिन्ता छ देश विदेशमा बच्चाहरू छ लडाइँ भइरहेको छ उतातिर त्यो त अब के हामी तपाईँले दिनुभएको होइन आउने पढ्ने होइन। तपाईँको शुभ नाम गीता गौतम। गीता गौतम। मेरो आमाको कथा हेर्ने कथा च्यानलमा आमाको कथा जस्तो फोटो छ नि हजुर त्यही छ अगाडि आमाको कथा आमाको कथा ल हामी हेर्छौँ। आमाको कथा हेर्ने कथा हो थाहा भयो विज्ञता भयो। एक दिनकै नानी हो 84जना जति त हामी अब हामीले पनि आशा भगवानको आशीर्वाद छ भने हामीले पनि यसरी सहयोग गर्न पायौँ है। बाहिरनुहोस् जहाँ गर्नुहोस् आफ्नो छेउमा जहाँ पानी गर्नुहोस् हामीलाई मात्र होइन प्राणी जति सबैलाई बिरालोलाई पनि जोड्न त्यो पनि धर्म हस् ल हस् ल हुन्छ ल धन्यवाद। धन्यवाद आमा धन्यवाद। तपाईँहरू
ल सबै परिवारको माका साका सन्तानको सबै आफन्तहरूको सबै दिदी बहिनी दाजुभाइ सबैको बडाहरूको पनि सबै माउहरूको पनि सबैजनाको आजको अन्नदाताको ल धनीले त फेरि मजाले खान्छ नि छिटो छिटो फ्याँक्ने होइन जम्मैले फ्याँक्छन् सब्जीहरू पनि भाइ चाहिँ नखाने पैसा तिरिहाल्ने मम्मीको बिचो अब सादा खाना हो भाइले यो घुमिसक्नुभयो चिन्तवन चौतारीमा चाहिँ यसरी भाले चढ्न पाइन्छ चढा हो त्यहाँ उता उता हो उता हो त हो Chicken the pigs. हो र ममा छ नि एकपट्टि चाहिँ यो होटेलले बनाउनु भएको मजा छ राम्रो लाग्यो यो चिन्तन चौतारी बुझ हुँदैन अब भयो ल हो र चढ पानी पर्यो यसरी हुन्डरी पनि आउन आँटो लाइन पनि गयो अनि हामी चाहिँ अब जान लागेको आजको इभिनिङ वन्डरफुल इभिनिङ हो वाउ बत्ती आयो अनि सुरु चिन्तन चौतारीमा चाहिँ कस्तो लाग्यो तपाईँलाई तपाईँलाई आज कस्तो भयो नानी भनिदिनु न मजा आयो भने ल अब हामी चाहिँ यसरी बहिनीको बर्थडे भव्यताका साथ नै सेलिब्रेट गऱ्यौँ भनेर भन्नुपर्छ अनि एकदमै धेरै रिफ्रेसमेन्ट भएको छ यो मुभमेन्ट थ्याङ्क यू फर वाचिङ गाइस Let's go. अहिले चाहिँ पानी परिरहेको छ अनि हामी त्यहाँनिर अब पानी परेर रोकिरहेको छ जाने पानी छैन यहाँ भित्र सल त तिमीहरू जानु यहाँ कपाल तान्छ हो जे गर्दा पनि कपाल पानी त्यस्तो पऱ्यो नि यस्तो राम्रो पानी पऱ्यो नि तर एन्ड फाइनली पानी पनि रह्यो आज चाहिँ वन्डरफुल इभिनिङ भयो अब हामी जाँदैछौँ घरतिर बाई भनिदिनु माइजी थ्याङ्क यू फर वाचिङ गाइस